फाइनल्ली साथीहरू यो चाहिँ नारायणघाटको नारायणी नदी। यहाँ चाहिँ ऱ्याफ्टिङ पनि हुन्छ साथीहरू। यसो गर्मी मौसम छ नि त, यसो ऱ्याफ्टिङ गर्न पनि आउनु होला। अब त्यहाँबाट हामी खानासाना खाएर फेरि लाग्यौँ। अब जाँदा जाँदा जङ्गलमा एउटा बाँदरहरू नि कति छ है। यति गर्मी छ नि यतातिर साथीहरू, लास्टै गर्मी छ है। तर जाममा पऱ्यो, जति गर्मी भए पनि जाममा पर्दा लास्टै गाह्रो भयो। यस्तो जङ्गलमा आएर जाममा पऱ्यो साथी, लास्टै भोक लागेको थियो। अनि फेरि नास्ता गऱ्यौँ। अब सुविधा चाहिँ गर्नुभएको रहेछ, जे होस् झोलामा बोकेर भए पनि बिचरा सुविधा चाहिँ दिलाइदिइराख्नु भएको थियो। भोक लागेर नास्ता गऱ्यौँ। अनि फेरि त्यसपछि जाम हेर्नुहोस् न, गाडी यस्तो छ कि जामै खुले छैन कि, यति लामो जाममा पऱ्यौँ नि। त्यसपछि साथीहरू हेर्नुहोस् त, फाइनल्ली जाम नखुल्दा पनि हामीलाई ओभरटेक गरेर हामी चाहिँ अगाडि बढिराखेको छौँ है साथीहरू। यस्तो राति आइपुगेको छु है म चाहिँ बर्दघाट। 9:30 बजेको टाइममा आइपुगेको छु। तपाईँहरू कहाँ कहाँदेखि आउँदै हुनुहुन्छ, एकदम सेफसँग आउनुहुँदा लाइक कमेन्ट सेयर